हजुर, आजको यस भिडियो अन्तर्गत रहेर हामीले रेमिटलाई कसरी ट्र्याक गर्न सक्छौँ अथवा रेमिट कहाँसम्म पुग्यो अथवा पुग्यो कि पुगेन भनेर कसरी थाहा पाउन सक्छौँ, रेमिट्यान्स कसरी थाहा पाउन सक्छौँ भन्ने बारेमा आजको यस भिडियो अन्तर्गत रहेर जान्नेछौँ। साथीहरू नमस्कार, मेरो नाम सन्तोष कुमालमा एसके टेक्निकलबाट। साथीहरू त्यसको लागि अब भिडियोतर्फ लागौँ। त्यसको लागि हामीले क्रोम ब्राउजर खोल्नुपर्छ र सर्च बारमा लेख्नुपर्छ www.globalimabank.com राख्नु होला। मैले चाहिँ यहाँ राखिसकेँ। अब यसलाई सर्च गरिसकेपछि यस्तो खालको इन्टरफेस आउनेछ। साथीहरू यहाँनिर देख्नुहुन्छ माथि रातो कलरमा पर्सनल भनेर लेखिएको छ। यहाँ तल अप्सन देख्नुभएको छ यहाँ रेमिट्यान्स भनेर, रेमिट्यान्समा राख्नु होला। साथीहरू यहाँ चाहिँ रेमिट नम्बर राखेर हामीले ट्र्याक गर्न सक्छौँ। जस्तै म इक्जाम्पलको लागि एउटा रेमिट नम्बर राख्न गइरहेको छु 510233619115। साथीहरू यो चाहिँ पुगिसकेको भन्ने यसले जनाउँछ, पुगिसकेको भनी यसले जनाइरहेको छ भने अर्को चाहिँ म राख्न गइरहेको छु। साथीहरू 510310050004। साथीहरू यसले के भन्छ भने यो रेमिट्यान्स नेपालमा अझै पुगेको छैन अथवा पुग्ने क्रममा छ भनेर जनाउँछ। साथीहरू त्यस्तै अर्को इक्जाम्पल म दिन्छु 510352844744। साथीहरू यसले के जनाउँछ भने यो चाहिँ रेमिट्यान्स पुगिसकेको भन्ने जनाउँछ। साथीहरू आजको यस भिडियो अन्तर्गत रहेर हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। आगामी यस्तै भिडियोको लागि यो च्यानललाई सब्स्क्राइब गर्नुहोला, भिडियोलाई लाइक गर्नुहोला। धन्यवाद।